विष्णुमा पनि जहाँ हामीलाई शनि ग्रह लाग्दैन, पिपलको वृक्षमा गएर हामीले दर्शन गर्यौँ भने पनि हामीलाई कुनै पनि प्रकारको शनिको दोष निराकरण हुन्छ भने पिपलको वृक्ष भगवानले विष्णुले अवतार धारण गर्नुभएको भने तुलसामा जसरी जति लक्ष्मीजी वास गर्नुभएको छ तुलसामा, त्यस्तै गरी तुलसा पिपलमा के हुन्छ, पिपलमा भगवान विष्णु वास बस्नुभएको छ। किनकि एक समयको कुरा हो जो चाहिँ दानवहरूलाई जति बेला ब्रह्म हत्या लाग्यो, इन्द्रलाई ब्रह्म हत्या लागेको थियो, ब्रह्म हत्यालाई 4 भागमा विभाजन गर्नु हो। जो चाहिँ त्वष्टा पुत्र विश्वरूपलाई मारिसकेपछि पहिलो भाग के गर्नु हो, पहिलो भाग पृथ्वीमा दिनुभयो, दोस्रो भाग वृक्षहरूलाई दिनुभयो, तेस्रो भाग हुँदै 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 चौथो भाग नारीहरूलाई दिनुभयो। नारीहरूलाई दिनुभयो र भन्नुभयो कि नारीहरूले विरोध गर्ने भनेको अप्ठ्यारो नराम्रो काम एकजनाले गर्छन्, हामीले दुःख बिहोर्नु पर्ने हामी नारीहरूले भन्दा त्यति बेला नारीहरूलाई वरदान दिनुभयो कि हे नारीहरू, तिमीहरूले जो चाहिँ त्यसरी दुःख नमान, तिमीहरूलाई महिनाको एकचोटि जति सन्तान प्राप्तिका लागि एउटा दिव्य समय अवसर आउनेछ भनेर आशीर्वाद दिनुभयो। भने मासिक धर्मबाट निवृत्ति भइसकेपछि महिनामा जो चाहिँ मासी प्रतिशतले महिनामा देखिने जो ब्रह्म हत्याको कारणबाट निवृत्ति भइसकेपछि सन्तान उत्पादनका लागि नारीहरूलाई योग्य एउटा वरदान ब्रह्माजीले प्रदान गर्नुभयो। भने त्यति बेला ब्रह्म हत्या 4 भागमा विभाजन गर्नु हो। इन्द्रलाई ब्रह्म हत्या लागिरह्यो। अगाडि गएर जो चाहिँ विश्वरूप त्वष्टाका पुत्र थिए, त्वष्टाले के गरे, यज्ञमा आहुति लगाउँदै भने इन्द्रलाई मार्नेवाला छोरो जन्मियोस्, इन्द्रलाई मार्नेवाला छोरो जन्मियोस् भन्दै उनले के गरे, यज्ञमा आहुति लगाए। इन्द्र सत्रौर्विवरधस्व भन्दै मन्त्र पढे। ती गुरुले मन्त्र पढ्दा पढ्दै के गरे भन्दाखेरि गल्ती पढे। इन्द्रलाई मार्नेवाला छोरो भने इन्द्रद्वारा मारिनेवाला छोरो जन्मियोस् भन्ने पढे। इन्द्रलाई मार्नेवाला छोरो चण्डीमा पनि आउँछ, भार्याम रक्षतु भइरहि भनेर आउँछ। एकजनाले के गर्थे अरे भने भार्याम रक्षतु भइरहि भनेर पढ्नु पर्ने ठाउँमा छिटो पढ्ने भएर चाहिँ भार्याम रक्षतु भइरहि भनेर पढ्थे अरे। जति श्रीमती बिहे गरेर त्यति मर्थे। आज त्यस्तै भयो। आज उनले पनि इन्द्रलाई मार्नेवाला छोरो जन्मियोस् भनेको थियो, इन्द्रद्वारा मारिनेवाला छोरो जन्मियोस् भन्ने मन्त्र भयो। भएर गएर वृत्रासुर प्रकट भयो। वृत्रासुर प्रकट भई यज्ञ कुण्डबाट अनि इन्द्रलाई मार्नेवाला छोरो जन्मियोस् भन्ने थियो। भरे गएर इन्द्रलाई मार्नु पर्थ्यो, इन्द्रलाई मार्ने होइन, इन्द्रद्वारा मारिनेवाला छोरो वृत्रासुर मार्नका लागि त्यति बेला ब्रह्माजीले भन्नुभयो यिनको शरीरलाई मार्न त्यति सजिलो छैन, यिनले महान शक्ति लिएका छन्। यिनलाई मार्नका लागि त दधिची मुनिसँग एउटा अस्थि रहेको छ, जति शक्ति रहेको छ। दधिची मुनिलाई चाहिँ के गर्नुभएको थियो अरे भने दधिची मुनिलाई सबै देवताहरूले अस्त्र शस्त्र लगेर जिम्मा दिनुभएको थियो। तपाईँको आश्रमको नाममा चाहिँ यो अस्त्र शस्त्र राखिदिनु होला, कुनै समय काम गरौँ भने हामी आउँछौँ भनेर देवताहरूले दधिची मुनिलाई त्यो अस्त्र शस्त्रहरू जिम्मा दिनुभएको थियो। दधिची मुनिले पनि के विचार गर्नु, अब आएन कहिले आउँदैन, कहिले कसैको चिज राख्नु पर्यो भने घाँडो हुन्छ नि त हामीलाई पनि। एक दिन राखिदिनु भएर छोडिदिएर गएको त मान्छे आउँदैन। इन्डिया टाप गयो कि कहाँ गयो राखिदिनु भएर गएको थियो, अहिलेसम्म आउँदैन होइन। कहिले काहीँ त ताल बनाउनु बेचिदिन्छौँ हामीले यस्तै सामग्री राखेको छौँ। त्यस्तै अब दधिची मुनिलाई पनि के भयो त भन्दाखेरि यिनीहरू आउँछु भन्थे कहिले पनि आएन, न कहिले पनि आएन। राख्दा म हत्तु भइसक्यो, कहिलेसम्म गयो गोठाको बसेको छ। अब यो चाहिँ म पिउनु पर्यो भनेर चाहिँ उहाँलाई के गर्नुभयो, त्यो सम्पूर्ण अस्त्र शस्त्रलाई तरल पदार्थ बनाएर खाइदिनु भएको। तरल पदार्थ बनाएर उहाँले पिउनु भयो। अब यता वृत्रासुर प्रकट हुन्छ भन्ने के थाहा र। अब ब्रह्माजीले भन्नुभयो यिनको मृत्यु त्यति सजिलो छैन है, ध्यान द्याऊ।
भन्दा दधिची मुनि कहाँ जानुभयो। अब दधिची मुनि कहाँ जानु पर्यो अस्त्र शस्त्र लिनका लागि सामग्री काम आवश्यक परेन, पछि त चाहिन्छ। अप्ठ्यारो पर्छ भने मात्रै तिनीहरूको काम पर्छ। जसले अप्ठ्यारो नपर्ने देशमा के हुन्छ, सेनाहरूलाई पनि तपाईँहरूलाई बस्नुहोस्, देशमा सङ्कट पऱ्यो भने तपाईँहरूलाई सम्झौला भनेर देशले पनि के स्टोकमा राखेको हुन्छ नि सेनाहरू। अरू बेला पुलिसहरूले सशस्त्रहरूले काम गरिरहेको हुन्छ। जब ठुलो काम पर्छ, जब त्यो जेएनजी आन्दोलन भयो त्यति बेला सेना परिचालन झन्डै गर्नु पर्यो, भए पनि कति ठाउँमा। अनि अप्ठ्यारो परेका बेला ठुलो शक्तिको आवश्यकता पर्छ। अब त्यहाँ पनि के हो, अप्ठ्यारो स्थिति आउने हो। अप्ठ्यारो स्थिति आउँदाखेरि कहाँ जाने, तपाईँलाई दधिची मुनि कहाँ जाने। तपाईँलाई अस्त्र शस्त्र राख्नका लागि भनेर दिएको थियो, त्यो अस्त्र शस्त्र दिनुहोस् भनेर मान्दा मैले त खतम गरेँ नि, त्यो अस्त्र शस्त्र त मैले खाइदिएँ भन्नु पिएँ नि मैले। तपाईँहरू आउनु भएन, आउनुहुन्छ होला भनेर बसिया थिएँ, कति समय बसी आउनु भएन, त्यो अस्त्र शस्त्र त मैले खाइदिएँ। त्यति बेला अब के गर्नु त, देवताहरूको कल्याणका लागि एकजना मर्दाखेरि यदि जगतको कल्याण हुन्छ भने, अब म मर्न गएको छु, मैले सबै त्यो अस्त्र शस्त्रहरू चाहिँ मैले खाएँ, मैले पिएको छु। अब मेरो शरीरको अस्थि हड्डीमै त्यो फलाम जोइन्ट भएको छ, जान्दिनु होला है। मेरो अस्थि शरीरमै त्यो जति फलाम जोइन्ट भएको छ, र मेरो शरीरमै म तपाईँहरूको लागि दान दिन्छु भन्नुभयो। अनि ठिकै छ नि त भनेर उहाँले प्राण परित्याग गर्नुभयो। ऋषि शक्तिशाली हो। अब दधिची मुनिको हड्डीबाट कति कथा आउँछ, हामीले सबैले सुनेका हौँ, तर यो सबै कथा हामीले सुनेको थिएन। अब के गर्नुभयो त भन्दा ऋषि महर्षिहरूले त्यो शरीर परित्याग गरेपछि दधिची मुनिले त्यो शरीरबाट चाहिँ अस्त्र शस्त्रको निर्माण गर्नुभयो। दिव्य अस्त्र शस्त्र निर्माण गरेर देवताहरू सबैले एक एकवटा अस्त्र बोक्नुभयो। दधिची मुनिको हड्डी बाट निर्मित बनेका अस्त्रहरू लिएर के गर्नुभयो, दधिची मुनिका अस्थिरूपी अस्त्र शस्त्रहरू लिएर अगाडि बढ्दै जाँदा जो चाहिँ इन्द्रद्वारा मार्नेवाला छोरो वृत्रासुर जुन थिए, वृत्रासुरको अन्त्य भयो, देवताहरूको विजय भयो। दानव समुदायहरू जति थिए सबै धराशायी भए। त्यति बेला सुन्नु है त, त्यति बेला देवताहरूलाई अब देवताहरूलाई बडो कष्ट पर्यो। अब देवताहरूको आफ्नो इच्छा त पूर्ण भयो। र अब अगाडि गएर त्यो नारी जो हुनुहुन्थ्यो हेर्नुहोस्, अब जो दधिची मुनिकी पत्नी श्रीमती त हुन्छन् नि सबैका, श्रीमतीलाई बडो टेन्सन भयो, तनाव भयो। श्रीमतीलाई बडो चिन्ता भयो कि यी देवताहरूले साह्रै खतम गरे, किनकि आफ्नो कामका लागि सबै कुराहरू पुरा गर्ने, आफ्नो कामका लागि हेर आज हामीले पनि बलिदान दिनु पर्यो। मेरा श्रीमानको पनि अब जस्तो सुकै भए पनि एउटी नारीका लागि एउटा श्रीमान त के हुन्छ, अमूल्य जति व्यक्ति भन्छ। आँखा नदेख्ने हो, जस्तो सुकै हो, जे सुकै हो, श्रीमान भने श्रीमान हो। आफ्नालाई मान्दै पर्यो, आफ्नै छैन भने अब कसलाई मान्ने। अब उहाँलाई भने बडो चित्त दुःख हो, मेरा श्रीमानलाई देवताहरूले खतम गरे। आरती मागिसके दिनु पर्यो, शरीरै दिनु पर्यो, श्रीमानको शरीरै छैन। म देवताहरूलाई श्राप दिन्छु, हे देवताहरू हो, तपाईँहरू सबै पृथ्वी तलमा वृक्ष योनिलाई प्राप्त गर्नु पर्यो भनेर श्राप दिनुभयो। हेर्नुहोस्, ती दधिची मुनिकी पत्नीले हेर्नु जसको नाम रहेको थियो सुभद्रा, उहाँले श्राप दिनुभयो भने भगवानले पनि ती कुरा स्वीकार गर्नुभयो। भने भगवान विष्णुको अंशबाट भगवान विष्णुले पनि स्वीकार गर्नुभयो। ठिक छ, म आउँछु भन्नुभयो। भगवान विष्णुका अंशबाट के हो, पिप्पलको उत्पत्ति हो। भगवान विष्णुको शक्तिबाट चाहिँ पिप्पलको उत्पत्ति। कुनै पनि शुभ कार्य गर्नुपर्ने पिप्पलका पात, पिप्पलका पात धेरै परचुरबाट
भनेर हामी भन्छौँ नि। भगवान विष्णुको अंशबाट पिपलको उत्पत्ति भएको, ब्रह्माजीको अंशबाट बरको उत्पत्ति भएको। अहिले हामी के गर्छौँ? बर पिपलको बिहे गर्ने भन्छौँ। हामी जान्दैनौँ, बर पिपलको रोपेका छौँ तर बर पिपलको हामी बिहे गरिदिन्छौँ, त्यो चाहिँ हुँदैन। फेरि बर र पिपलको बिहे हुँदैन, किनकि पुरुषको बिहे हुन्छ र, किनकि पुरुषको बिहे हुँदैन। अब पिपलको विवाह गर्नुपर्छ भने तुलसासँग गर्नुपर्छ, र त्यस्तै गरी बरको विवाह गर्दाखेरि स्वामीसँग गर्नुपर्छ। प्रतिष्ठित मात्रै हुन्छ, विवाह हुँदैन। हामीले के गर्छौँ? बर पिपल रोप्नु भएको हजुरबाउले बिहे गर्नुपर्ने भन्छ, गुरु बोलाउँछन्, टाङटुङ गरिहाल्छन्, त्यहाँबाट एउटा तोरण सोरण लगायो के लगायो, अनि त्यहाँ बिहे गरिदिने भन्छ, बिहे गर्छौँ। तर त्यो चाहिँ हुँदैन। हामीले प्रतिष्ठा गर्न सक्छौँ, बिहे हुँदैन। होइन, गुरुहरूले पनि बुझ्नु भएको छ, तर त्यसरी गर्नुपर्छ भन्न खोजेको मात्रै हो। हामीले नबुझेको अनुसार गुरुहरूले त पक्कै पनि बुझ्नु भएकै छ। र विशेष गरी बर पिपलको विवाहमा बर विवाह प्रतिष्ठित गराउने भन्ने हो शब्द, त्यो भन्नुपर्छ। प्रतिष्ठित गराउने भन्दाखेरि चाहिँ पिपलको चाहिँ हामीले तुलसासँग गराउन सक्छौँ, बरको स्वामीसँग गराउने, यसरी प्रतिष्ठित गराउनु पर्दछ। यिनीहरू भनेका के हुन्? हाम्रो धरतीका लागि अनन्य जो चाहिँ भगवानको शक्ति हो। पिपलले हामीलाई सबैलाई के गर्दछ? अक्सिजन प्रदान गर्दछ। ठुलो धेरै अक्सिजन दिने वृक्ष भनेको विष्णुको अंशबाट आएको पिपल। त्यस्तै गरी ब्रह्माको अंशबाट आएको बर, त्यो अत्यन्तै ठुलो महिमा छ। बर पिपल हामीले रोप्नुपर्छ। हेर्नुहोस्, बर पिपल रोप्यो भने धेरै ठुलो शक्ति हामीलाई ऊर्जा हुन्छ। जन्म युगान्तरसम्म हामीले धरतीमा फेरि जन्म लिनु पर्दैन अरे। बर पिपलका वृक्ष रोप्यो भने धेरै राम्रो हुन्छ। माथि राजमार्गमा सबै बर पिपलका वृक्षहरू चाहिँ कहाँ पुग्यो सबै थाहा हुन्थ्यो वरिपरि हिँड्दाखेरि, 1 वर्ष अगाडि। अहिले कहाँ पुगो हिँडिरहेको, कति 100 चोटि हिँडियो त बाटो, अहिले कहाँ पुग्यो केही थाहा हुँदैन। किनकि सबै वृक्षहरू काटेर एसियन हाइवे भन्दैछ नि त, अहिले माथि ठुलो हाइवे छैन, नेपालीबाट पनि छैन भन्दै भने ती वृक्षहरू अहिले नाशै गर्छन्। तिनीहरूले हाम्रो शरीर, हामी सबैलाई अक्सिजन दिने गर्दछ भने बर वृक्षहरूको रोपण हामीले गर्नुपर्दछ। हातले बर वृक्ष, बट वृक्षहरू इत्यादि वृक्षहरू हामीले रोप्यौँ भने परिवारमा सुख शान्ति समृद्धि हुने गर्दछ भनेर बताउनुहुन्छ। बर पिपलको महिमा अत्यन्तै ठुलो रहेको छ भने त्यस्तै गरी शिवजीका अंशबाट जो चाहिँ बेलको जन्म भएको, हेर्नुहोस्, शिवजीको अंशबाट